Hey guys, now I'm getting ready. 8:30 ma आउँदैछ. So what I'm showing, I don't know. So yes, I'm ready. I have a track pant. Hey guys, welcome back to my channel. र म चाहिँ अहिले किन यति रसमा छु भन्दाखेरि चाहिँ म चाहिँ सोलो ट्रेकिङको लागि आएको थिएँ. सो राइट नाउ आइम इन पोखरा अन्त त्यहाँदेखि चाहिँ म जाँदैछु ढोरपाटनको लागि. सो मैले चाहिँ प्याकेज बुक गरेको थिएँ बट सोलो ट्राभलको लागि. अनि बाटोमा हामी त्यही बस्यो, अलिकति गाडी रोकेको थियो, अनि अन्डा र चना अनि रोटी खायौँ. किनकि यो ढोरपाटन जाने बाटोमा तपाईँहरूले यस्तो नै खाना पाउनुहुन्छ, किनकि विच इज गुड प्रोटिन, हाई इन प्रोटिन. अनि त्यहाँदेखिको हामी फेरि एउटा यो पुलमा पुगेको थियो. यो वान अफ द लङ्गेस्ट ब्रिज हो कि के भन्नुहुँदै थियो. नाउ वेलकम टु बागलुङ. अनि यो चाहिँ बागलुङको पुल हो. So now it's raining here. मैले मेरो कपालहरू पनि केही मिलाएको थिइनँ, त्यही भएर अलिकति मेस्टअप छ. सो यो पुल चाहिँ एकदमै बेसी सायद हाइटमा छ. यसको चाहिँ यो एकदमै बेसी हाइटमा छ. तपाईँहरूले देख्न सक्नुहुन्छ कि रोडहरू सब यहाँ तलनिर छ. अनि तपाईँले यता साइडमा हेर्नुभयो भने सो दिस इज भेरी ब्युटिफुल प्लेस. सो फाइनली म चाहिँ ढोरपाटन पुगिसकेँ. यो चाहिँ मैले फ्रन्ट क्यामेराबाट गर्दैछु, त्यही भएर अलिकति डिफ्रेन्ट देख्दैछ. सायद यताको यता होला. सो यो चाहिँ मेन ढोरपाटनको पाटन भन्दो रहेछ. पाटन भनेको चाहिँ यो एकदमै प्लेन साइडलाई चाहिँ भन्दो रहेछ, अनि हिलको बिचमा चाहिँ प्लेन भएर चाहिँ यसलाई ढोरपाटन भनेको रहेछ. सो यहाँ पनि हामीलाई सानो एउटा नदी थियो, त्यो पार गरेर जानुपर्ने थियो. सो ब्रिजबाट चाहिँ हामी जाँदैछ. अनि म जाने बेलामा चाहिँ पानी पर्दै थियो, विच इज नट गुड. अनि एकदमै किचडै किचड थियो. त्यहीमाथि मैले लगाएको थिएँ सेतो जुत्ता. सो मैले चाहिँ आफ्नो जुत्ता बचाउँदै पनि हिँडिरहेको थिएँ. देन स्टार्ट ट्रेनिङ. अझै हामीलाई चाहिँ 1 किलोमिटर जति चाहिँ हिँड्नु नै थियो, 1.5 किलोमिटर जस्तो. सो गुड मर्निङ एभ्री वान. यो चाहिँ मेरो फर्स्ट मर्निङ हो यहाँ ढोरपाटनमा. यो चाहिँ मेरो फर्स्ट मर्निङ हो. सो फर्स्ट मर्निङ चाहिँ मेरो कस्तो रहेको छ भन्दाखेरि चाहिँ यु क्यान सी चारैपट्टि घोडा छ, घाँस खाँदैछ बिहान. एकदमै शान्त माहौल छ. अनि हामी चाहिँ अब ट्रेकिङ स्टार्ट गर्न आँटेको हो. यहाँ माथिबाट चाहिँ तपाईँले एकदमै बेसी धुम्म भइरहेछ. त्यसले चाहिँ के हुन्छ भन्दाखेरि चाहिँ पानी पर्ने सम्भावना अलिकति ज्यादा छ. सो यताबाट हेर्दाखेरि चाहिँ फेरि तपाईँले घाम मजाले देख्नुहुँदैछ. जतिजना पनि माथि मान्छे बुकी पाटनमा छ उहाँहरूले चाहिँ मजाले हिमालहरू देख्न सक्नुहुँदैछ अहिले. सो अब चाहिँ हामीले स्टार्ट गऱ्यो भने हामी पुग्छ होला 3-4 घन्टामा. सो 3-4 घन्टामा चाहिँ रह्यो भने चाहिँ ठिकै छ. नत्र 1 बजीसम्म वेदरमा चाहिँ के देखाएको छ भने 1 बजीसम्म चाहिँ 1 बजीदेखिको चाहिँ पानी पर्छ भनेर. सो त्यही हो. खाँदैन होला. Not even halfway.
ठिकै छ, कहिले पुग्छु भनेर सोच्नु हुँदैन भन्छ. Such a wonderful view. I'll show you guys. हिँड्ने छैन यता. हजुर, कतिपल्ट हिँड्नुभयो? अस्ति गएको उहाँ नसक्यो त्यहाँ गरपाका लोरोबार फर्किरह्यो. सक्नु भएन. हाम्रो त झन् के हालत होला फेरि. होइन, दुईजना तु गर्नु गरेका छन् अलि भर्खर. हजुर, हाम्रैबाट हो ऊ पनि. हजुर हजुर. At this moment, I have to remove my jacket. It's too sweaty. सो अहिले चाहिँ म खुकुरी ढुङ्गा भन्नेमा आइपुगेँ. जस्ट उहीँमाथि छ. सो यो हो भ्यू चाहिँ. म चाहिँ आएको त्यहाँ तलबाट, यो पनि होइन, मेन एक्ज्याक्ट त म तलबाट आएको. बट 1 घन्टा म त्यहाँबाट आएको. सो खोलिँदैछ, दिन अलिकति राम्रो हुँदैछ. जस्ट अब चाहिँ आइपुग्यो खुकुरी ढुङ्गा. यसको चाहिँ सेप छ खुकुरीमा, त्यही भएर खुकुरी ढुङ्गा भनेको. माथि छ पहाड. यो चाहिँ खुकुरी ढुङ्गा. सो अहिले चाहिँ म पुग्दैछु खुकुरी ढुङ्गामा. भाइ चाहिँ यहाँ रेस्ट गर्नु भएको छ. आमा हो. सायद अब पुग्नै लाग्यो, किनकि मैले भिडियोमा देखेको थिएँ यहाँसम्म चाहिँ
मान्छेहरू आउने गर्छ। लेट्स सी आइपुग्यो कि पुगेन। फाइनली बुकीपाटन पुग्यो। तपाईँहरूले ब्याक साइडको भ्यू पनि हेर्न सक्नुहुन्छ। हजुर हजुर झोल चाहिँ कम ग्रेभी मात्रै। सो म चाहिँ अब फर्केको अलरेडी म माथिपट्टि हिँडेको 1 घन्टा या एक घन्टा आधा भइसक्यो। सो अहिले चाहिँ म यहाँनिर आइपुगेको छु। तपाईँलाई फर्स्टमा देखाएको थिएँ मैले खोला यो। अब चाहिँ म निस्किँदैछु र पानी परिरहेछ पुरै। राम्रो भयो कि हाम्रो लागि दिन अलिक खुला थियो। त्यहाँदेखिको अब जाने बेलामा चाहिँ पानी परेको छ। ठिकै छ, केही छैन। सो हामीले ट्रेकिङ गरिसकेर चाहिँ म तलनिर आएर मेरोमा हाफ डे थियो। सो मैले चाहिँ सोचेँ ढोरपाटनको पाटन पनि धेरै नै फेमस छ। सो पाटन पनि घुम्छु, अलिकति घोडा पनि चढ्छु भनेर चाहिँ अलिकति दिन पनि राम्रो थियो। अनि हर्स राइडिङ पनि गरेँ। अलिकति डर पनि लाग्यो किनभने घोडा आउट अफ कन्ट्रोल भएको थियो एकताल। सो अब चाहिँ हामी फर्केको कम्प्लिट भयो। सो अब चाहिँ हामी फर्किँदैछ। गाडी आउँदैछ। यतानिर चाहिँ पुल तरेको थियो, त्यसको चाहिँ भिडियो मैले बनाएको छु, त्यो हाल्छु अलिकति। अनि ढोरपाटनको यात्रा चाहिँ यहीँ समाप्त भयो। अनि जतिसक्दो मैले इन्जोय गरेँ, जतिसक्दो इन्जोय के एकदमै राम्रो भयो। अनि धेरै नै राम्रो भयो।
So this video is for everyone who wants to come to Dhorpatan. यति साह्रो knowledgeable त छैन बट तपाईँहरूलाई हेल्पफुल हुन सक्छ. So bye everyone. अगर भन्नुपर्दा चाहिँ यो एकदमै राम्रो ट्रेकिङ थियो, ट्रेकिङ ट्रिप जे पनि भन्दा. अनि यसको बादमा म पोखरा पनि अलिकति घुमेँ 1-2 दिनको लागि. सो यो चाहिँ एकदमै राम्रो ट्रिप भयो मेरो. सो थ्याङ्क यू फर वाचिङ. प्लिज डु सब्सक्राइब. बाई.